सानसानो गोरेटो थियो तर यो 45-46 सालदेखि त राम्रोसँग गाडी चल्न थाल्यो कि बिस्तारै नसुनिया उकालो चाहिँ अलिकति त्यो दिन जाँदा चाहिँ गाह्रो थियो। अब अघिको लोकेसन र अहिलेको लोकेसन अलगबाट गइरहेछौँ है, हामीले याद गर्नु भएको छ। त्यो मलाई याद छ। अघि गलत लोकेसनबाट ल्याउनु भएछ है उहाँले हामीलाई। बाटो अघि यो बाटो आएको होइन नि त अघि हामी, होइन? अघि कच्ची बाटो अन्त अघि त उता कताबाट तल तल पुरै घुमाइदिनु भयो नि। तर यो पनि बल्लमु पुग्छ नि पनि। बल्लमा जानु पर्दैन, सिउचटार निकाल्छ मकालु पेट्रोल पम्प। त्यही त हो, यस्तो राम्रो रोड। ए फर्स्टको हामीले लोकेसन गलत उ गरे के हो त? त्यो कलङ्की चेपबाट छिराउनु देखाइदिन्थ्यो। त्यहाँबाट छिर्नु पर्ने रहेछ होइन भाइ? तेरि हामीले गलत गरेछ नि त। हामी चाहिँ दिन छिरेर त्यही भएर हामी अघि लास्टै भयो नि, टाइम लस भयो। अब चाहिँ थाहा भयो हामीलाई कहाँबाट आउने एक्ज्याक्ट लोकेसन भनेर चाहिँ है, चाहिँ मजाले थाहा भयो है। यस्तो राम्रो रोड रहेछ। अघि हामी कहाँ गएको आमामुमै बल्लमबाट होइन, बल्लमबाट खास टाढो त रहेनछ होइन। त्यो उताबाट त्यो ठाडै छिरायो होला हो तपाईँलाई। हजुर हजुर, कच्ची बाटो होइन। त्यो पनि ड्राइभरलाई थाहा रहन्छ। अनि उसलाई फेरि लोकेसन उहाँले एक्सेप्ट गर्नुभयो। त्यही बाटो अटो नि हामी पनि त्यही बाटो आएको। तर अब यस्तो मान्छेले सिक्नेदेखि अलिकति आफ्नो अनुभव छ भने लिनुपर्छ कि होइन? छैन भने अब उनीहरूले त्यो क्यान्सल गर्नु हुन्थ्यो कि। अब प्रायः जस्तो सबैजना चाहिँ अब अनुभव छ भन्ने कुरो त हुँदैन नि प्यासेन्जर पनि हामी त। उस्तैको नबुझ्ने पेसेन्जर भए चाहिँ उहाँको आज डिस्कस पर्थ्यो होइन। तर मैले उहाँको चित्त बुझाएर पठाइदिएँ उहाँलाई मैले, किनभने अब हामी पनि फर्स्ट टाइम आएको होइन। उहाँलाई राम्रोसँग चित्त बुझाएरै पठाइदिएँ मैले। यहाँ फेरि यो कस्तो भने अपायक ठाउँ हो कि गाडीको, हजुर, त्यसले गर्दाखेरि मान्छे प्रायः आउनु मान्दैन। ओ रहेछ। जुन हजुरले राखेको भाडामा त्यो पैसामा पुग्दैन, किनभने यहाँबाट खाली नै फर्केर जानुपर्छ कि प्रायः। हजुर 2% 3% मात्रै चान्स हुन्छ पेसेन्जर पाउने होइन। अब मैले अघि त हजुरलाई नसोधेको मैले सायद पाउँथिनँ होला। वाइट गुम्बा आइसक्यो। त्यही हो वाइट गुम्बा। ए उ त पर वाइट गुम्बा है। ए यो चाहिँ तपाईँको ए कीर्तिपुरको यता होइन त यो वाइट गुम्बा। सिधा हल्चोक थियो त। यहाँ अहिले त बन्द गरिहाल्छ क्या। तपाईँको दुईपल्ट खोल्छ। यो वाइट गुम्बा भनेको त ठक्क कीर्तिपुरको माथि होइन त? होइन होइन ए ए ए सिद्धरङ्गलाई वाइट भयो। अब यो नागार्जुन पऱ्यो क्या त्यो। ए नागार्जुन। नेपाली भाषा त्यतिर चाहिँ पप्पीहरू पनि धेरै पाइँदो रहेछ बिच बाटोमा। यो चाहिँ दामी रहेछ ल। सबजना घुम्नु आउनुहोस् है साथीहरू, यतातिर चाहिँ एकदमै रमाइलो रहेछ हो। यहाँभित्र पनि मन्दिर रहेछ। यो हामी यो चाहिँ अर्को यो सिद्धटार भन्ने अब हामी पहिला हामी यता यो यो कलङ्कीभन्दा अलिकति माथि फरक भयो। मकालुभन्दा माथि मकालु निस्किने भयो, कलङ्कीको चोकमा निस्किने भयो, हाम्रो सिद्धटारमा निस्किने भयो। मकालु काठमाडौँ तपाईँलाई सबभन्दा राम्रो मैले सिद्धटारलाई गर्छु, त्यहाँबाट तपाईँ गाडी चढ्नु सजिलो हुन्छ नि त। मकालु चाहिँ एउटै हो।